Hello and namaste everyone. Hope you all are absolutely fine. आज 22 मार्च 2025 हैन अनि आज चाहिँ मैले तपाईको भिडियो किन बनाउँदा जाँदैछु भनेदेखि हिरोको तर्फबाट एक्सपल्स कुदाउने मौका तपाईको उनीहरुले तपाईको प्रोवाइड गर्नु भएको छ हाम्रो डट टेम्पलमा हैन एक्सट्र्याक्ट अनि त्यसको लागि अगाडि देखि नै फर्महरु खुलाइरहनु भएको थियो ककलले त्यसमा गएर रजिस्टर गर्नु भएको थियो उहाँहरु तपाईको आज पुगी पनि सक्नु भयो होला अहिले अलरेडी तपाईको 11 बज्न लागिसकेको छ हैन हामी पनि खानासाना खाएर भाइरमा जान लागेको छ हैन हेर्न सक्नुहुन्छ बाइकको अहिले स्थिति यस्तो छ अलिअलि चेन्ज छ बाइकमा हैन हैन नम्बर प्लेटहरु अलिकति 3D हालेको छ हेर्न सक्नुहुन्छ बाइक अलि फुल अन मस्त कन्डिसनमा छ अनि यसरी भिडियो नबनाएको पनि धेरै भइसकेको थियो हैन तपाईहरुलाई पनि सायद मिस गरिरहनु भएको थियो होला अनि बाइकको भिडियोहरुमा चाहिँ दुई तीन जनाले कमेन्ट गरिरहनु भएको थियो तपाईको अलि धेरै भयो भन्ने वर्ड्स त्यो इम्प्रुभ गर्नु भन्नु भएको थियो त्यो अभियसली म इम्प्रुभ नै गर्छु म एकैचोटी तपाईहरुलाई अब उतैतिर गएर भेट्छु हामी धुलीखेल जान लागेको अहिले चाहिँ भाइरमा हैन यहाँ पछाडी तपाईको कन्स्ट्रक्सन चलिरहेको छ क्या त्यही भएर त्यो इग्नोर गर्दिनु होला त्यो नोइजलाई चाहिँ है अब एकैचोटी अहिले गोप्रो पनि तपाईको टेक्निकल प्रब्लम भएर मैले मोटो भ्लग त्यति ल्याउन सकेको छैन त्यही भएर उतैतिर गएर म तपाईहरुलाई भेट्छु गाइज हामी फाइनली चाहिँ एक्सपल्सको एक्सट्र्याक्टमा आइसकेको छौं हैन मतलब डट टेम्पलमा हेर्न सक्नुहुन्छ यहाँको पुरै माहौल यस्तो छ यस किसिमको हैन घाम चाहिँ अघिसम्म मजाले लागिरहेको थियो अहिले अलिकति धुम्म भएको छ केही छैन अनि बाइकहरु हेर्न सक्नुहुन्छ पुरै भयो यसमा टक्क फोटोसोटो पनि लियो टक्क लाएर यो चाहिँ तपाईको सोको लागि पनि राखेर छ अहिले कुदाउनु पनि मिल्छ होला हैन फोटोसोटो पनि लियो अनि हेर्न सक्नुहुन्छ अगाडि टक्क हेडलाइटहरु हटाएको छ यो ट्र्याकको लागि बनाएको हो हैन आज कुदाउनलाई अनि यहाँनिर रजिस्ट्रेसनहरु गरिसकेको थियो मैले पनि तर एटलिस्ट के भने कि सीजीबाट मेसेज आउनु पर्यो त्यो मेसेज चाहिँ मेरोमा आएको थिएन त्यही कारणले मैले चाहिँ अब सायद पाउँछु कि पाउँदैन थाहा छैन हैन एकछिन साइडमा बस्नुस् अहिले टिमहरुले कुरा गर्नुहुन्छ भनेर भन्नु भएको छ यहाँ स्टेसनहरु कसले छनौट गर्ने मान्छेहरुले चाहिँ हैन त्यहाँनेर हेर्न सक्नुहुन्छ लाइनअपहरु त्यहाँ लाइन बसिरहनु भएको छ नि उहाँहरु सब तपाईको राइडको लागि लाइन बस्नु भएको हो क्या अनि उतापटि तपाईको अहिले सुरु भएको छैन अहिले टक्क 12:19 भयो अब यहाँ तपाईको कति टाइम लाग्छ हेरौँ हैन एकछिन कुर्दै गरौँ माहौल पनि तपाईलाई म देखाउँदै गर्छु टक्क फुड स्टलहरु यहाँनिर यो साइडमा राखेको छ हैन अनि यतातिर तपाईको हिरोको अलिअलि सामानहरु तपाईको प्रमोसनहरु गरेको छ बाइकहरु त्यहाँनिर एक दुईवटा राखेको छ हैन अरु त यस्तै छ माहौल हेर्न सक्नुहुन्छ हैन अब के हुन्छ लेट्स सी अब मिल्यो भने अब कुदाउने ट्राई गर्छु अब अनुप दाइलाई नै भेट्नु पर्ने छ अस्ति हाम्रो त्यो सीजी को दाइलाई हैन अब के हुन्छ लेट्स सी है त माहौल चाहिँ यस्तै छ Nice jump. Registration number 131 to 140. Run through inside the track. Rapala ne le? यो त इन्जिनियरकै इन्स्ट्रक्टर हो एउटाले चाहिँ अघि बब्बा लानेको थियो भर्खर बिगिनर छ यसो टेस्ट लिइरहेको जस्तो छ सर फेरि रेस खेला जस्तै सर्टकट लिइरहेको छ उता ओभरटेक हान्नु नदिँदो रहेछ नि यसले ओ नो केही छैन नाइस 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 गाइज ल फाइनली मैले यो के अरे ब्यान्ड चाहिँ लाउन पाइसकेँ कुदाउन मिल्ने चाहिँ हैन अनि दाइसँग कुरा गरेर बल्ल तल भयो यहाँको माहौल यस्तो छ हेर्न सक्नुहुन्छ मेरो पालो चाहिँ तपाईको 281 मा छ हैन अनि स्थिति हेर्न सक्नुहुन्छ यहाँको टक्क अनि ज्याकेट साइड खोलेर टक्क रेडी भएको तिम्रो कति छ पालो 82 हो 82 हो है 82
गाइस फाइनली हामीले चाहिँ ट्र्याकको एक्सपिरियन्स चाहिँ लिइसक्यौँ होइन। फर्स्ट ल्याप चाहिँ अलिकति अब अहिलेसम्म यस्तो ट्र्याकमा कुदाएको छैन नि त होइन, त्यही भएर अलिकति स्लो एन्ड स्टडी नै गयो होइन। तपाईँहरूले एक दुईवटा क्लिप्स पनि हेर्नुभयो होला, भाइले धेरै खिचेको रहेनछ होइन, अब त्यसलाई पनि थाहा थिएन होला, मैले भनेको थिएँ। अनि सेकेन्ड टाइमदेखिबाट चाहिँ अलिकति बबाले भइरहेको थियो, बस्दै गइरहेको थियो हान्यो। अब त्यहाँनिर साइडमा गएर अहिले हामी सर्टिफिकेट पनि लिन्छौँ, सर्टिफिकेट पनि पाइन्छ होइन। अनि मसँग एकजना ब्रदर हुनुहुन्छ, कस्तो भयो एक्सपिरियन्स राम्रो थियो है, जस इन्स्ट्रक्सनहरू सबै थियो। प्रो चलाएको प्रो चलाएको थियो होइन। हाइटको लागि ठिक भेट्यो होइन। हाइट कति छ तिम्रो? 5'11" 11 नै छ? 5'11", 6 त्यस्तै छ। आम्मामा त्यस्तो देख्दैन त यार। हो ठिक छ, एक्सपिरियन्स त्यही हो। जम्पहरू हान्दा अलिकति अनस्टेबल भइरहेको थियो, बानी थिएन नि त, त्यही भएर अब यहाँ 81 हेर्नु डिस्ट्रिब्युसन नमिलाएर जम्मा सही हो। अनि अलिकति यहाँ हेर्नु न 81 यहाँको माहौल तपाईँको भने कस्तो भइरहेछ, पानी पऱ्यो क्या 81। अनि यहाँ मोमोहरू पनि टक्क पाइयो खानालाई होइन, ससेजहरू फुड कोपनको। अनि साथी चाहिँ यहाँ भेज रहेछ, उसको कोपनले चाहिँ हामी खाइदियो। गाह्रो छ धेरै आइटमै पाइदिएन भन्नु। ठिक छ, अब यहाँबाट हामी सर्टिफिकेटहरू लिएर अनि एक दुईवटा फोटो खिचेर निस्किन्छौँ। अब घर पनि जानुपर्ने छ बेलैमा, 1 घन्टा लाग्छ घर पुग्नलाई पनि होइन। अब पानी पो कतिखेर रोकिने हो होइन। भिडियो हेर्दै हुनुहुन्छ भने यहाँसम्म लाइक गर्न नबिर्सिनु होला, सब्सक्राइब गर्नु होला अनि सेयर पनि गर्नु होला है त। आजको भिडियो यस्तै भयो, नेक्स्ट टाइम फेरि राम्रो राम्रो भिडियो आउँदै गर्छ है त।